किनमा संगतिया छ तपाईको समय सक्दैछ साथीहरू तपाई नेपालकै जिता जाता उदाहरण हेर्नुस् न नेपालमा के थियो आजभन्दा 10-15 वर्ष पहिला के थियो साथीहरू कुन इन्सिडेन्ट थियो 20 वर्ष देखो 2060 देखि नै लिनु न नेपालको घटनाहरू के थियो नेपालको अवस्था आज के छ नेपालको अवस्था 2060 2050 भन्दा पहिला जो व्यक्ति मतलब यतिकै रोडमा हिँडिरहेको थियो आज यो त्यो व्यक्ति संसारको सबभन्दा पावरफुल व्यक्ति प्रधानमन्त्री आदरणीय बालन शाह बन्नुभएको छ त्यसबाट केही सिक्नु साथीहरू आज तपाईँ जुन बाटोमा हिँड्नुहुन्छ नि आउनेवाला फ्युचर तपाईँको त्यही बाटोको हिसाबले तपाईँको फ्युचर तय हुनेवाला छ तपाईँ पनि आफ्नो फ्युचर कस्तो हुन्छ त्यसको लागि तपाईँ आज के काम गरिराख्नु भएको छ अनि तपाईँ आज गर्नु हुँदैन भने आजको समय सकिरहेको छ साथी यो सकिएको समय फेरि फर्केर आउनेवाला छैन मात्र पछितो फर्केर आउँछ त्यसैले तपाईँ यो समयलाई सक्न नदिनुहोस् समयमा समयको हिसाबले समयले जे मागेको छ त्यो काम गर्नुपर्छ त्यसले भन्छु फलो इन्जिनियर के छैन आफ्नो आमा बाउको लागि म इन्जिनियर के तपाईँको सपनाको सपोर्ट गर्दछु।